हेर्नुहोस् है अब हामी चाहिँ राफ्टिङ यो ठुलोमा जानु आँटेको सबै रेडी भयो है नानीहरू हेर्नुहोस् रेडी छ म पनि रेडी हो है लिनु गइरहेको छ हो आउँदैछ हामी चाहिँ 4 जना भएर ठुलोमा भयो नभए त यसमै जाने थियो बच्चाहरू भयो 2 जना हामी 4 जना ठुलो 6 जना भएर चाहिँ ठुलै भयो 1600 रुपियाँ अदो त्यसमा हैन ठुलोमा हो हामी ठुलोमा हो के हामी ठुलोमा यहाँ हेर्नुहोस् न रिपेयरिङ गरेको बोट यसरी रिपेयरिङ गर्दै रहेछ हेर्नुहोस् है बोट चाहिँ यो चाहिँ रिपेयरिङ गरेको भर्खर तार्न लाग्यो किन पानी पस्दैन पानी चुह्यो नि त लिकेज भयो त्यस कारणले यसलाई रिपेयरिङ गर्न लाग्यो पानी पस्यो भने चाहिँ यसरी टार्छ क्यौ हेर्नुहोस् ए हामी चाहिँ बसिसक्यो हेर्नु नि हामीलाई खेलाउने ड्राइभरहरू त हाम्रै छोराहरू पो रहेछ हेर्नुहोस् त है पाइटल होला साइकलको पाइला जस्तो घुमाउ न लुको हो क्या हाम्रो ड्राइभर आहा हामीलाई ढिलो भयो के होइन नि त घुम्नु डल्लै छ अन्त अरे यार एउटा जग्गामा यसरी बसेर कहिले घुमिसक्नु त भन्नुहोस् त लु अगाडि बस्नु त यता हजुर सबै अगाडि बस्नु अगाडि अझै अगाडि बस्नु अरे अलिक अगाडि अगाडि किन हो के दाइ अगाडि चाहिँ लोडको लागि होला लोडको लागि अझै अगाडि बस्नु लु त त्यसो लु तपाईँले अगाडि भन्नुभयो अगाडिको अगाडि नै बस्यो है हामी पनि ल झालमुरी खाँदै बोटमा हिँड्दै मजा लिँदैछ गहिरो होला है भाइ नापेको छ गहिरो यसको गहिराइ नापेको छ 24 मिटर गहिराइ हो अर्को ग्रुप अदु मजा आयो नाति मजा आयो सिंगडा लाग्ने रहेछ कता हेर्दा यो बोटहरू बाँधेर राखेको रहेछ हेर न दोरीले बाँधेर उयो बोटहरू हेर न सबै बाँधेर राखेको रहेछ अल्झिँदैन अल्झिँदैन रहेछ त है कति मिनट लाग्छ क्या डल्लै घुम्नु डल्लै घुम्नु भएपछि कता कता घुमाउँछौ तिमीले हामीलाई मन्दिर कता हो के बोकेन जाउँ न त लु हामी चाहिँ जाँदैछौँ लेकमा बोटमा चढ्दै यहाँ हाम्रो ड्राइभर भाइ पाइटल चाल्दै घुमाउँदैछ हामीलाई साह्रो स्लो के तर यो फोरेनको जस्तो ल्याउनु पर्ने कुद्ने खालके घर अहिले त्यो चितवनतिर आएको छ नि है भाइ चितवनतिर आएको रहेछ नि अहिले है अस्ति देखेको थियो मैले
स्पिड कुद्दो रहेछ नि उकालो पनि अन्त मुल्कोमा पनि कहाँ रे चितवन खोलामा दिए अरे ऊ मन्दिर चाहिँ उयो हो 1600 रुपियाँ अरे 1600 मा 1 घन्टा त्यो त कहाँ रहेछ क्या मन्दिर त तिमीहरूको चाहिँ सेलेरी हिसाब कि बोटको कुदाको हिसाब हो आवरले हुन्छ हँ आवरले हुन्छ अरे भनेपछि मजाले कमाउँछ टर्न वाइज हुन्छ त्यस्तो मजाले भन्नु ए थुप्रो होला काम गर्ने हुनु नि जना यस्तो बोट 10 वटा ए 30 जना केटाहरू छ केटाकेटी सब केटी पनि छ ठिकै हो अब सबैले अलिअलि गरी खानु पर्यो होइन भाइ सिङ्गल